गाइजहरु आज चाहिँ नयाँ भिडियो है माछा मारेको। आज हामी चाहिँ अर्को ठाउँमा दुवाली मारेको छौं गाइजहरु। दुवाली छले भनेर पनि यहाँ साथीहरु माछा मार्दैछन् गाइजहरु। सबैजनाले मेरो च्यानल आफ्नो पाराले सब्स्क्राइब गरिदिनु होला। यो काम चाहिँ भइराछ है गाइजहरु। यसलाई दुवाली भन्छ गाइजहरु। आज चाहिँ अलि तल, हिजोको भन्दा अलि तल चिल्लर ग्याङहरु। यिनी चिल्लर ग्याङहरुले कुनै दुवाली पनि छुटाउँदैन। यिनीहरुले जहाँ सुके भने अलि छुट्टी छ गाइजहरु। यिनीहरुले दुवाली छुटाउँदैन। दुवालीको मेन स्पोन्सर चाहिँ उहाँ बाजे हुनुहुन्छ। बाजे आजको स्पोन्सर हो नि त भाइ। कति मरो त माछा बाजे तम्मा ओइ सर्पु हो के हो? ओइ 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 यहाँ बुझाउने काम चाहिँ हुँदैछ गाइजहरु। कहाँ हो र बुझौ? हेलो निकाल्न एउटा यार, कस्तो रहेछ यार। खै यहाँ देखाउन त। कता हो कता हो? यहाँ फाल्न कुन माछा हो? काप्रे हेर्नुस्। र माछा भक्का भक आइरहेछ मस्त तरिकाले। पसिना माछा कति छ? लत्तलत निकाल न यार। हो गुड। त्यसरी निकाल न यार। माछा गोदाम आउँदैछ है गाइजहरु। तन्न यो गोदाम हो। दुईटा माछा निकाल न यार। हो गुड गुड। माछा निकाल्न पर्यो है गाइजहरु। असला खानी यो असला के छ नि बिचार। ओ ए झरो के यार, यस्तो नगर न यार। आउने हैन। गुड। के यहाँ लैजाऊ न त्यसलाई। यहाँ लैजाऊ न। यहाँ पनि निकाल्नु। यसरी हो गाइजहरु माछा मार्ने। हो त्यो त्यसले अलि माथि उचाल न। अलि उचाले देखाउन माछा हो। ल गुड गुड। यो त साइडबाट पनि गोडा माछा रहेछ है गाइजहरु। बका बक निकाल्दैछन् यहाँ गाइजहरुले। हामुले पुरा बुझो लगाइ लगाइ माछा निकाल्दैछ है गाइजहरु। यस्तो खोल्सा खोल्सा अप्ठ्यारो ठाउँमा एकदम कोप्छरेमा गएर माछा निकाल्छ। ओ आयो आयो। थम्बर कास्ने ठाउँ देखा न थमे छ। बिग फिस निकाल्न। अब मजा आयो यार, मजा आयो मजा। ए नतर्ने यार त्यसरी यार। माछा त गोदाम छ भने हैन र यार। एउटा लत्त निकाल्दा माछा मेरो भाइ। अलि ठुलो बिग फिस। ढुङ्गा निकाली केटाहरूले मिहिनेत गरिरहेछन् गाइजहरु। मिहिनेत गर्यो भने माछा मजाले पक्राउन पाइन्छ। यताबाट चाहिँ हाम्रो राजुले पुरा मिहिनेत गरेर माछा निकाल्छु भन्दा छ। यताबाट चाहिँ हाम्रो भाइले कति माछा निकाल्छ त यसले भनेर हेर्दैछ यहाँबाट। यतादेखि चाहिँ हाम्रो कमान्डर हुनुहुन्छ, आजको माछा मार्नेको कमान्डर उहाँ हुनुहुन्छ। थामु अब बिखाइ यहाँ लेन अब यो त बिग फिस हो र भाइ। पा अवतार छ राज देखा त। माछा ध्रुव दाइ हिजो भन्दा त आज अलि धेरै माछा मारिन्छ नि हैन? कन्टेन्ट हो दाइ। करेन्ट लाउने 2-4 शब्द जाओस् न दाइ। काइम परिसके काइम परे। त्यो ठुलो माछा नछोड न यार गाइजहरु यार। यही छ माइनी फालेछ यार। देखा थमे माछा। धेरै दाइ त यार। निकाल थमे कन्टेन्ट टक्कै। ओ त्यो दाइ धेरै माछा नमार दाइ। ध्रुव दाइ कन्टेन्ट बनो कन्टेन्ट। हो यसरी निकाल्न आने। गोदाम निकाल्न पर्यो थमु।
यस्तो निकाल्न यार माछा त बल्ल पो मजा आउँछ त दाइ देखाउनु कति भएको छ अहिलेसम्म ल अहिलेसम्मको माछा चाहिँ यति भएको छ है गाइजहरू आज चाहिँ अलिक धेरै माछा मारिन्छ कि गाइजहरूको कडा मिहिनेत भइरहेको छ यहाँ अहिले चाहिँ कुरेलो थाप्ने कसैले धुनमा पल्टाउने काम चाहिँ भइरहेको छ यहाँ गयो यार साइड साइडबाट माछा आछ के कस्तो रहेछ नि यार दुईटा कुरो थापो न यार बल लगाऊ मेरो भाइ बल लगाऊ गुड यहाँ खाना यहाँ यता खाना फर्किन्न नभए सेभ गर खाना केटाहरू त्यो मार्नै पर्दैन च्यापचाप निकाल उमा राख्न यार ओ ध्रुव दाइ बुढो थाप्न आउने यार कतिवटा रहेछ दुईवटा 6-7 सबैजना जङ्गिन पर्यो माछा नउम्काऊ है गाइजहरू थमे समात्ने यार यता छैन यता छैन यता छैन गोदाम रहेछ यार माछा त यार कति कति कल कस्तो लास्टै रमाइलो गर्छन् गाइजहरूले यार माछा निकाल्दा हो त दुईटा कुरो थाप्न पर्छ नि गाइजहरू यार अघि नै यार त्यहाँ गोदाम माछा गयो नि त्यहाँ यार गाइजहरू बल गर बल दरो बल गर गाइजहरू रमाइलो गरी गरी निकालेछन् गाइजहरूले माछा झुर पल्टाएका छन् कुरेलो थापेको छन् एउटा माछा नुम्किनु भएन है बल लगाऊ गाइजर बल लगाऊ कुरेल थाप है ल छामो छामो तपाईँको त फुत्त गएको त ठुलो माछा समात्न पर्ने भयो क्या यार रमाइलो छ है गाइजहरु रमाइलो छ लास्ट टाइम समात 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 ओ समाते यार यसले सबै त माथि माथि सल्के सके माछा भाग्ला है ध्रुव दाइ जोखाना हेरेर बस्न पर्यो कति आयो आयो 2-4 वटा मास्टर कता आयो टाउकोमा नहान्दैन यार बाजेलाई यार बाजेलाई टाउकोमा हानिदिन्छ यार गाउने यार यस्तो यार छ्या लास्ट टाइम मन दुख्यो यार भर्त मेरो लास्टै ठुलो माछा फाले बुढाले यार हेर हेर न हेर न हेर न के फेरि अर्को नि देखाइदिनु पर्यो बाजे अर्को नि ठुलो छ के
हल्ला भनेको त कहाँ भुइँचालो पो हल्ला रहेछ त यार के भएन रे बुझो 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 निकाल बुझो ओ समात यस्तो नगराउने यार आयो आयो गोदामा छ आयो 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 माछा आयो आयो फाल थमै फाल फाल यो त ठुलो यार यो त ठुलो यार यो त यसले दिन्छ भुइँचालो होइन माछा नछोड 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 भौजा पारक नगर है भौजा पारक नगर थमेले फाल्दैछ भक्का भक माछा निकाल्दै फाट फाट फाले थमे भेट्यो ल फालो फालो ल फालो छ माछा साप्चा समातै भन्छ यता छन् गाइजहरू कोहीले यता छन् गाइजहरू माछा उता उता भाग्छ ओ त्यसरी फाल्न तपाईँ देब्रेहाटले फत्त फत्त फाल्दैन दाहिनेले फाल्दै हो गुड गोदाम फाल्छ नि त केटाहरू त यार आयो 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 ल आयो फाट हो यसरी हो यस्तै फाल्नु पर्यो नि माछा त यार होइन अघि पनि फालिसकेको छ हो त्यसरी फाट फाट फाल्नु पर्यो थम्प्रकाश निकाल्दैछन् गाइजहरूले यता पनि निकाल्दैछन् यता पनि निकाल्दैछन् गाइज दुईतिरै मिहिनेत जारी छ गाइजहरू त्यो तारमा चाहिँ अलि बचेर गर है हात काट्ला गाइजहरू अलिक बचेर गर थमे निकाल्दै माछा एउटा निकालेर फाल्दै पात देब्रे हातले बाहिर ओ यत्र माछा फाल्नु पर्यो नि यार त्यो त ठुलो माछा हो यार त्यो त ओ गुड ओए केटाहरु नम्काउ है त्यसलाई आयो 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 ठुलो ठुलो मा भान्जा त ठुलो या त यार बिग फिश हो यार के रंग लाग्ने गरेर फाल्छ सही थमे दुर्वादै दुर्वादै चापा चापा फात नातिकन ओ त्यसरी ओइ रेसे ओइ ओइ के गर्छ केटा हो बिस्तारै नातिकन के हुन्छ रन बनेको हुन्छ बिस्तारै घल्ने हान्दिन हाम्रो घल्ने हाने बर्बाद हुन्छ आयो 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 आजको माछा चाहिँ यही हो गजबले सब खनाइदेऊ बाबु ठुलै ठुला ठुला बिग फिसहरु निकाल्यो अब माछा चाहिँ लभली माछा ल है गाइज यस्तै माछाको भिडियोहरु हेर्ने माछा मारेको भिडियो हेर्नु छ भने मेरो च्यानल आफ्नै पाराले सब्स्क्राइब गर्नु होला है त गाइज माछा खाने भए आउनुस् है बुर्तिबाङमा धन्यवाद।